आज सम्हाल्दै हेर्न जानु पर्यो। राजेश दाइ नि आउनुहुन्न त यार, हामी हेरेको हेरि भयो है। ल लाइक सब्सक्राइब सेयर है। हेलो नमस्ते गाइस, वेलकम ब्याक टु माई न्यू एनदर भिडियो। आयो सबैजना सँगसँगै आरामै हुनुहुन्छ होला। कुरा के आयो भन्दाखेरि हाम्रो यहाँ ट्रेड मलमा चाहिँ राजेश हमाल आउने कुरा आयो। म राजेश हमालले हेर्न जानु पर्यो। ल गाइस राजेश हमाल आउने कुरो छ, हेरिदिउँ न त राजेश दाइलाई। हाम्रो राजेश दादालाई चाहिँ वेलकम गर्नको लागि यो तामझाम भइरहेछ है गाइज। यहाँ फेरि बाजा गाजाका साथमा हाम्रो यता डाइरेक्टर के अरे दाइ डाइरेक्टरको नाम सर, हाम्रो डाइरेक्टर छवि ओझा सर, रवि कि छवि ओझा सर हुनुहुन्छ है। डाइरेक्टर सबै चिन्नुहुन्छ होला सायद। राजेश दाई, ओइ राजेश दाई हाम्रो राजेश दाइ नि आउनुहुन्न त यार, हामी हेरेको हेरि भयो है। A few moments later. ल गाइज, अब फाइनल्ली हाम्रो राजेश दाइ चाहिँ आउनुभयो भन्ने अवस्था सुनिएको छ यहाँ चाहिँ। गाइस फाइनली राजेश दाइलाई त भेट्न त भेटियो, राम्रोसँग भिडियो नै अन भएन छ के तना भइदियो कि कस्तो बडा भयो। छ्या 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 थुई
भिडियो गरेर छोडेको लास्टमा त भिडियो अनै भएर हिँड्छ कि मेरो तर्फबाट अलिअलि हल्का क्लिप चाहिँ दाइहरूकोबाट हालेको यार तना भयो यार खुसीमा राजेश दाइ आएको खुसीमा मैले त अन गर्नै बिर्सेको क्यामेरा मस्त लिएर यसो 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 डुलेछु लास्टमा त भिडियो अनै भएर हिँड्छ यार तेरिका क्यार्नु गाह्रो छ 2 hours later. फाइनली गाइस म चाहिँ कामबाट पनि घरतिर फर्किसकेँ यस्तो मौका पाउँदा पनि राजेश दाइसँग बनाएको भिडियो चाहिँ लास्टमा मेरै भनौँ न अब हतार भेटी म के थिएँ राजेश दाइलाई भेटेपछिमा होइन त्यो कस्तो भिडियो अन गर्नै बिर्सियो कि भिडियो अन गर्ने बिर्सेर खत्तम भइगयो नि यार राजेश दाइसँग भेटेको भिडियो राम्रोसँग खुसी भएन त्यो क्लिप्सहरू चाहिँ मैले सबै अरू दाइहरूकोबाट हालेको मैले आफै बनाएको होइन लाइक यसरी यसो 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 गरेर चाहिँ मैले बनाएको भिडियो थियो तर त्यो चाहिँ त्यो भिडियो चाहिँ कस्तो कसरी गयो कि यार दिमाग खराब भयो राजेश दाइसँगको भिडियो केटीहरू नि जिस्काएर गइदियो त मलाई यार जिस्काएर हिँड्यो पछाडिको मैयाहरूले यार जिस्काएर हिँड्यो कि म एक्लै भएर मनियाम ए ल भुवन दाई ब्लग भुवन दाई ब्लग भुवन दाई ब्लग भुवन दाई ब्लग ल लाइक सब्सक्राइब सेयर है थ्याङ्क्स ल है गाइस ल जिस्काइदियो यार केटीहरूले गाइस के गर्ने होइन खासै भिडियो पनि लामो नबनाऊँ भनेर अलिक धेरै भयो थिएन पहिलेको भिडियोहरू त्यसले गर्दाखेरि यो चाहिँ खासै मैले भिडियो लामो बनाएन म यतिमै भिडियो सीमित राख्छु होला गाइस अब है अब के गर्नु यस्तो छ अब सिलढुङ्गाको माहौल चाहिँ ल यति भन्दै आज चाहिँ मैले छोटो नै भिडियो बनाएँ राजेश दाइसँग हल्का देखियो भेटियो फिल्ममा देखियो मान्छे सुपरस्टार राजेश हमाल होइन त्यही हो खासै राम्रोसँग चाहिँ मैले अब हुन्छ नि आफैले राम्रोसँग बनाएको भिडियो चाहिँ देखाउन पाएन मेरो अलिकति दिमागले काम गरेन कि मैले अन गरे जस्तो लाग्थ्यो तर अन भएको हेर्नु सकेँ यताउति घुमाएँ क्यामेरा होइन लास्टमा फाइनली हेर्दाखेरि चाहिँ भिडियो नै नभएको कि भिडियो नै थिएन कि यस्तो रिग्रेट भयो मलाई यति रिग्रेट भयो मलाई केही छैन ल फाइनली गाइस यति भन्दै आज भ्लग यहीँ इन्ड गर्न चाहन्छु लाइक सेयर